सुनाई पाठसार जाडो र स्वास्थ्य विश्वेश्वर प्रसाद कोइराला। हिजोदेखि ठन्डी लागेको जस्तो छ। जिउ केही शिथिल भएको छ। यसपालि उग्र जाडो भयो। अस्ति मात्र नजिकैको पहाडमा हिउँ पर्यो। यता वर्षा ऋतु झैँ झरी परिरह्यो। हिजो बल्ल आकाश उग्रियो। तैपनि बादलका टुक्रा धम्किदिने भावले आकाशमा अडिरहेका छन्। पश्चिमतिर आकाश कालो भएर आएको देख्दा कहिले चिसो र सर्दीबाट त्राण पाइएला जस्तो हुन्छ। उनी लुगा मेरा लागि वर्जित छ, किनभने उन मेरो प्रकृतिको अनुकूल पर्दो रहेनछ। उनी कपडाप्रति मेरो प्रकृति एलर्जिक छ। यसपालिको जाडो बिना उनी लुगा लाएर मैले काटेँ। 3 तहको लुगा र तगुवा भोटोले ठुलो मद्दत गर्यो। यद्यपि मलाई जाडोयाम रमाइलो लाग्छ, तर शरीरमा यसको प्रतिकूलता पर्छ। यसपालि जाडादेखि वाक्क भइयो। हिजो डेराबाट रेकेट बनाएर पठाएका थिए। आज उठ्ने बित्तिकै ब्याडमिन्टनको 3 खेल खेलेँ। आजकल म बडो छिट्टै थाक्न लागेको छु। यता केही महिनादेखि शारीरिक परिश्रम मेरो शरीरका लागि असाधारण ढङ्गले प्रतिकूल परेको जस्तो लाग्छ। त्यसो त बाहिरबाट मेरो स्वास्थ्य ठिक नै छ। आजै खेलपछि बडो क्लान्त भएको अनुभव मलाई भयो। उमेर बढ्दै गएर हो भनेदेखि यस्तो हठात किसिमबाट यसको लक्षण प्रकट नहुनुपर्ने। 3 महिनैमा स्पष्ट रूपले अनुभव हुने गरी यस्तो नहुनुपर्ने। जे होस्, शरीर कमजोर भएको अनुभव हुन्छ। मानसिक चिन्ता पनि शारीरिक क्लान्तिको कारण हुन सक्छ।